नमस्कार सबैजनालाई। आज चाहिँ हामी टियु को सिभिल इन्जिनियरिङको न्यू सिलेबस अनुसार 4th सेममा पढाइने टस सेकेन्डको च्याप्टर 2 थ्योरी अफ डिस्प्लेसमेन्ट भन्ने च्याप्टरमा चाहिँ डिस्कसन स्टार्ट गर्नेछौँ। र यो च्याप्टरमा चाहिँ हामीले क्यास्टिग्लियानोज मेथडको युज गरेर चाहिँ क्यास्टिग्लियानोज मेथड और थ्योरमको युज गरेर चाहिँ डिफर्मेसन चाहिँ क्याल्कुलेट गर्छौं। सो यो च्याप्टरमा धेरै टाइपको प्रब्लमहरु छ। बीम, फ्रेम, ट्रस, डिफरेन्ट स्ट्रक्चर छ। सो हामी चाहिँ सबै प्रब्लम चाहिँ कभर गर्ने कोसिस गर्नेछौं सकेसम्म एक्जामको लागि इम्पोर्टेन्ट। सो अब प्रब्लमबाटै स्टार्ट गरौँ। त्यसको लागि सुरुमा केही फर्मुलाहरु छ। सुरुमा बीम र फ्रेमको लागि हेरौँ। बीम र फ्रेमको लागि चाहिँ डिफ्लेक्सन डेल्टा भनेको चाहिँ इंटीग्रेशन 0 to L m/EI dm/dp dx। यसमा m भनेको चाहिँ मोमेन्ट हो, e भनेको चाहिँ मोडुलस अफ इलास्टिसिटी, i भनेको मोमेन्ट अफ इनर्शिया र यो भनेको चाहिँ पार्शियल डेरिभेटिभ अफ m विथ रेस्पेक्ट टु p। यो p के भनेको के, यो m भनेको के भने चाहिँ हामी प्रब्लममा हेर्ने छौं। सो अनि स्लोप थीटा भनेको चाहिँ इंटीग्रेशन 0 to L m/EI dm/dm1 dx। सो मसँगै तपाईले नि यो फर्मुला कपी गर्नुभयो भने हुन्छ। अहिले प्रब्लम गर्दा चाहिँ चाहिन्छ यो फर्मुलाहरु। सो अब सिधै प्रब्लममा जाउँ। सो एउटा फर्स्ट क्वेशन छ, क्याल्कुलेट डिफ्लेक्सन एट फ्री एन्ड भनेको छ क्वेशन। र क्वेशन चाहिँ यस्तो छ, यो A यो B यो टोटल लेन्थ चाहिँ L छ र यो चाहिँ हाम्रो फ्री एन्ड। यही पोइन्टमा चाहिँ हामीलाई डिफ्लेक्सन निकाल्न भनेको छ। सो यहाँ अब अलि राम्ररी हेर्नु होला, यही पोइन्ट चाहिँ अलि इम्पोर्टेन्ट छ। सुरुमा चाहिँ हामीले जुन पोइन्टमा चाहिँ हामीलाई डिफ्लेक्सन निकाल्न भनेको छ त्यो पोइन्टमा चाहिँ एउटा डमी लोड एप्लाई गर्छौं। यदि यहाँ दिएको छैन भने नि, जस्तै एप्लाई डमी लोड P at free end B। अब यसको बारेमा अलिकति भन्छु म। जस्तै यहाँ चाहिँ हाम्रो लोड दिएको छैन नि त, तर हामीलाई डिफ्लेक्सन निकाल्न भनेको छ। सो हामीले चाहिँ अहिले आफै एज्युम गरेको, यो एउटा डमी लोड चाहिँ एज्युम गरेको, पछि हामीले चाहिँ लास्टमा चाहिँ यसलाई रिप्लेस गर्छौं। अहिले चाहिँ यो डमी लोड एप्लाई गर्यौं हामीले, हैन। इफ चाहिँ यो पोइन्टमा चाहिँ तपाईलाई अलरेडी 10 किलो न्यूटन दिएको छ भने चाहिँ हामीले चाहिँ यो 10 किलो न्यूटनलाई नै सुरुमा डमी लोड मान्छौं। इफ यस्तो क्वेशन आयो भने अनि त्यसपछि चाहिँ लास्टमा एनालाइसिस गरेर चाहिँ यो p को भ्यालु चाहिँ 10 ले रिप्लेस गरेर त्यसपछि हामीले फाइनल आन्सर निकाल्छौं। सो यो क्वेशनमा चाहिँ त्यस्तो भनेको छैन। अगाडिको भिडियोमा चाहिँ हामी त्यो पनि हेर्ने छौं। अहिले चाहिँ हामी p एज्युम गरेर चाहिँ एउटा क्वेशन गरौँ। सो अब यहाँ p एज्युम भइसक्यो। अब हाम्रो डिफ्लेक्सनको फर्मुला के हो भन्दाखेरि डेल्टा इज इक्वल टु इंटीग्रेशन 0 to L m/EI dm/dp dx। सो सुरुमा हामीलाई के चाहियो, यो EI त कन्स्टेन्ट हो, यसको भ्यालु त हामी राख्न सक्छौं। सो m भनेको चाहिँ मोमेन्ट भनेको चाहिँ अब हामीले मोमेन्ट निकाल्नु पर्यो। मोमेन्ट निकाल्दा चाहिँ अब x डिस्टेन्स यता आएर चाहिँ हामीले मोमेन्ट निकाल्छौं। x यताबाट पनि जान मिल्छ, यताबाट पनि जान मिल्छ, तर हामी चाहिँ कताबाट जाने त? अब हामी चाहिँ हामीलाई जताबाट सजिलो हुन्छ, प्रब्लम इजिली सल्भ हुन्छ र टाइम कम लाग्छ त्यो मेथड चाहिँ युज गर्छौं। जस्तै अब यसमा हेर्नुभयो भने यदि तपाई यो साइडबाट x लिनुभयो भने चाहिँ यसमा एउटा रिएक्सन आउँछ, यस्तो रिएक्सन आउँछ, यहाँ मोमेन्ट पनि आउँछ। सो तपाईले सुरुमा के गर्नु पर्यो, यो तीनटा रिएक्सन चाहिँ क्याल्कुलेट गर्नु पर्यो, जुन चाहिँ अलि लेन्दी काम हुन्छ। तर यो साइडबाट x लिनुभयो भने चाहिँ यता त केही छैन, यो एउटा p हामीले एज्युम गरेको डमी लोड छ, अरु त सबै केही नि छैन यो फ्री एन्डमा। सो चाहिँ हामी यो साइडबाट चाहिँ x लिदा चाहिँ बेटर हुन्छ। सो त्यही साइडबाट हामी x एज्युम गरेर चाहिँ मोमेन्ट निकाल्नु। मोमेन्ट भनेको के भयो अब
सो हाम्रो मोमेन्ट भनेको चाहिँ p * x भयो। अब हामीले डाइरेक्सन पनि कन्सिडर गर्नुपर्ने हुन्छ, त्यसको बारेमा पनि अलि बुझ्नुपर्ने हुन्छ। तपाईहरुले कसरी बुझ्नु भएको छ मलाई त थाहा भएन, तर चाहिँ मैले चाहिँ हगिङ र स्यागिङ नै युज गर्छु सधैँ, किनभने सबै प्रब्लममा चाहिँ हामीले एप्लाई गर्न मिल्छ। हगिङ र स्यागिङ बुझ्यो भने अनि अरू मेथड यताउता गर्यो भने चाहिँ कन्फ्युजन हुन्छ। सो म चाहिँ यही मेथड रेकमेन्ड गर्छु। म यहाँ तपाईलाई एक्जाम्पल सहित देखाउँछु। जस्तै यहाँनिर चाहिँ मोमेन्टको बारेमा चाहिँ हामी हेरौँ। जस्तै हाम्रो यही क्वेशनमा छ, यहाँ p छ र हामीलाई यो पोइन्टमा मोमेन्ट चाहियो रे। यो पोइन्टमा मोमेन्ट चाहिँदा यसले कसरी घुमाउँछ? अब यो p ले हामीलाई यसरी रोटेट गर्छ भित्रतिर। सो यो भनेको चाहिँ हाम्रो हगिङ भयो, यसलाई चाहिँ हामी नेगेटिभ लिन्छौँ। त्यसैगरी यही ठाउँमा चाहिँ यस्तो लोड आएछ p। अब हामीलाई यही ठाउँमा मोमेन्ट चाहियो। सो हामी यसरी गर्दा कसरी रोटेट गरेर यसरी माथितिर रोटेट गरिरहेछ हेर्नु त, यसरी मोमेन्ट आयो। सो हाम्रो यो चाहिँ स्यागिङ भयो। स्यागिङलाई चाहिँ हामी पोजिटिभ मोमेन्ट लग्छौँ। सो त्यसैगरी अर्को इक्जाम्पल पनि हेरौँ। यो साइडमा जस्तै यो इन्डमा चाहिँ हाम्रो p लोड लागेको रहेछ त। अब हामी यहाँनिर जाँदा चाहिँ यसले कसरी घुमाउँछ? हाम्रो यसरी घुमाउँदैन, बिमलाई यसरी घुमाउँछ। सो कतातिर घुमायो? माथितिर। सो यो चाहिँ स्यागिङ भयो, पोजिटिभ। त्यसैगरी यही ठाउँमा चाहिँ लोड यसरी आएको रहेछ p। यहाँ गएर हामीले हेर्दा यसले कसरी घुमाउँछ? यसरी। सो यो के भयो? हगिङ। हगिङ भनेको नेगेटिभ। र यो फर्मुला कपी गर्नुभयो हुन्छ र यही अनुसार तपाईले बुझ्दा चाहिँ इजी हुन्छ सबै प्रब्लममा। सो म अब चाहिँ यो मेट्छु। सो अब हामी प्रब्लममै हेरौँ ल। अब के भयो त? हाम्रो यो x मा गएर यहाँ गर्दा चाहिँ हाम्रो यसले यसरी घुमाइरहेछ तलतिर, भनेपछि यो त हगिङ भयो। हगिङलाई हामी नेगेटिभ लिन्छौँ। सो यो चाहिँ नेगेटिभ मोमेन्ट रहेछ। अब हामीलाई dm/dp पनि चाहियो। dm/dp भनेको चाहिँ यही मोमेन्टको चाहिँ p को रेस्पेक्टमा चाहिँ पार्शियल डेरिभेटिभ। सो डेरिभेटिभ अफ -px/dp। यो भनेको के भयो? हाम्रो x कन्स्टेन्ट भयो, -x बाहिर आयो र dp/dp भनेको 1 भयो। सो यो -x भयो। अब हाम्रो डिफ्लेक्सनको फर्मुला हेरौँ। डिफ्लेक्सन भनेको चाहिँ यही लेखेको छ, इंटीग्रेशन 0 to L m/ei dm/dp dx। सो यो कति हुने भयो? डेल्टा इज इक्वल टु इंटीग्रेशन 0 to L m भनेको कति छ? -px/ei अनि dm/dp भनेको -x इन्टु dx। सो अब यसलाई सल्भ गरौँ। 0 to L हैन, सुरुमा चाहिँ यो ei लाई चाहिँ बाहिरै राखौँ। 1/ei यो कन्स्टेन्ट हो। 0 to L यो -px इन्टु x गर्दा चाहिँ प्लस px² इन्टु dx हुने भयो। सो यो 1/ei यो p लाई पनि बाहिर राखौँ हामी, कन्स्टेन्ट भइसक्यो। 0 to L अब x² को इंटीग्रेशन कति हुन्छ? इंटीग्रेशन गरौँ सिधै। x³/3 0 to L p/ei इन्टु यसलाई हामीले अब यो लिमिट एप्लाई गर्यो भने चाहिँ L³/3 हुन्छ -0। सो हाम्रो डेल्टा कति आउने भयो? pL³/3ei। सो आजको लागि चाहिँ यति नै। अब आउने भिडियोहरुमा चाहिँ हामी यही च्याप्टरसँग रिलेटेड डिफ्रेन्ट प्रब्लमहरु सल्भ गर्नेछौँ। यो चाहिँ आज एउटा फर्स्ट प्रब्लम भएर चाहिँ अलि सिम्पल नै थियो। सिम्पल डिफ्लेक्सन निकाल्न हामीले एउटा बीममा हेर्यौं र आउने भिडियोहरुमा चाहिँ बीम, फ्रेम, ट्रस सबै कभर गर्नेछौँ। भिडियो मन पर्यो भने लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब पनि गरिदिनु होला। र केही कन्फ्युजन छ भने कमेन्टमा सोध्न सक्नुहुन्छ। हस्, धन्यवाद।